साथीहरु नमस्ते जोरले धेरै धेरै स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। म तपाईकै साथी भीमा थापा मगर। साथीहरु तपाईहरु सन्चै हुनुहुन्छ होला, म पनि एकदम आराम छु। अनि तपाईहरुको नास्ता पानी भयो कि भएन? अब त खाना पकाउने बेला पनि भयो साथीहरु। म चाहिँ अब यहाँ चाहिँ धेरै हावा लागेछ है। म चाहिँ अब खाना पकाउन चाहिँ रेडी हुँदैछु। यहाँ एकदम हावा सिरेटो हानेछ कि अब भोलिको दिनमा कुहिरो लाग्न हो कि अब के गर्नलाई हो, एकदम हावा सिर्से चलिरहेको छ। जाडो जाडो छ मौसम। आज चाहिँ घाम पनि लागेको छ है। अनि तपाईहरुकोतिर चाहिँ कस्तो छ? अनि वास्तवमा भन्नुपर्दा चाहिँ अब चाहिँ जाडो महिना गयो, गर्मी महिना सुरु भयो। अब चाहिँ गर्मी लागेर अझै अब एकैछिनसम्म हुन्छ होला जाडो, त्यसपछि त गर्मीले भ्याउँछ साथीहरु। हाम्रो चाहिँ यहाँ चाहिँ झरन कुलोमा पानी आएर साथीहरु यस्तो बजेको, हाम्रो घरतिर चाहिँ यस्तो बजेको सुनिन्छ के, यत्रो ठुलो पानी आउँछ। अनि यो त अब हिउँदोमा यस्तो आउँछ भनेपछि बर्खामा कत्रो आउँछ के तपाईहरुले गेस गर्न सक्नुहुन्छ। मैले कतिचोटि भिडियोमा देखाइसकेको छु है। यहाँबाट यस्तो झर्छ कि यहाँ पानी चाहिँ यहाँ यत्रो आएको छ है। यहाँ त दाउरा पनि अड्के रहेछ। यहाँ चाहिँ यस्तो बगेर अझै पानी ठुलो आउनुपर्छ साथीहरु। यहाँबाट बगेको पानी वहाँ हान्न पुग्छ के, उता हान्न पुग्छ है। हाम्रो यतातिर त्यो छैन है, पानीले उतै खाल्टो गराउँदै जान्छ के। पानी चाहिँ बढी आएको बेलामा चाहिँ यस्तो ठुलो फोर्सले हान्छ नि, अनि उतै कुनातिर गहिरो गराउँदै जान्छ के। पानी चाहिँ हाम्रोमा चाहिँ यो तिनौ खोलाको पानी हो कि आउने। यस्तो सफा आउँछ नि साथीहरु, माथि चाहिँ त्यो क्रेसर खोलिदिएर के त्यो ढुङ्गा त्यो बालुवाहरू धुनुपर्छ के। बालुवाहरू धोको पानीले गर्दा यस्तो धमिलो आउँछ कि पानी सफा आएको छैन। यो त फोहोर हो, अझै धमिलो आउँछ। अहिले चाहिँ यतिको सफा आएको छ। हाम्रो चाहिँ यस्तो छ यतापट्टि। अब चाहिँ म तपाईहरुलाई चाहिँ हाम्रो खेतबारीमा राजुमा हेर्नुहोस् कतिको फलेछ अहिलेको राजुमा, म तपाईहरुलाई देखाउन लान्छु। हाम्रो चाहिँ अब तोरी पाक्न लागेर कोही प्यालो भइसकेछ है। पाक्न लाएर ढलेछ कि यहाँ राजुमा हेर्नु न। यो तोरी हुँदासम्म देखिएन है, पक्कै तोरी हुँदासम्म देखेको थिएन। अहिले चाहिँ बल्ल देखेछ कि राजुमा भएन, फले छैन भनेको। हामीलाई खानलाई चाहिँ पुग्ने चाहिँ भरै छ कि हामीले चाहिँ अहिले तोरीले खाइदियो भनेको होइन रहेछ। हेर्नु न फलेछ क्या राजुमा, राम्रो भएछ। अहिले चाहिँ हामीले थोरै लगाएको कि राजुमा, नआयो भने यो तल गराभरि सबै मकै र राजुमा छर्थ्यौँ कि। दुईटा गरामा त हामीले मकै र राजुमा छर्थ्यौँ कि दाल खानलाई, सालभरिलाई दाल खानलाई, पाछा पाहुना आउँदाखेरि पाहुर पठाउनलाई जति पनि पुग्थ्यो के। हेर्नु जति पनि पुग्थ्यो है। तर असम चाहिँ थोरै लगाएको कि, किनभने मैले अब कति किनेर खाने तोरी, के गरे तेल, अब तेल किनेर खाना पनि महँगो छ। अब पैसा कति लाग्छ नि त। अनि त्यो भएको कारणले गर्दा चाहिँ मैले चाहिँ आमा तोरी छरम है, अहिले चाहिँ दुईटा गरामा तोरी छरम भनेर मैले चाहिँ आमालाई भनेको। अनि आमाले चाहिँ हुन्छ भनेर दुईटा गरामा त्यो राजुमा छर्ने दुईटा गरामा चाहिँ हामीले चाहिँ यो तोरी छरेको गरामा चाहिँ हामीले चाहिँ अहिले चाहिँ तोरी छर्दियौँ कि राजुमा र मकैको सट्टामा तोरी छर्दियौँ। अब मकै त अब तोरी उखालेपछि मकै त हुन्छ, तर राजुमा चाहिँ हुन्न। राजुमा चाहिँ अहिले हाम्रो भनेको यति मात्र हो कि। राजुमा भनेको जति देख्नुभएको छ यति, एउटा गरा पनि पुरै छैन के, यति मात्रै राजुमा। त्यही पनि तोरीले खाइदिएर कोही ठाउँमा राम्रै फलेछ, कोही ठाउँमा फले छैन। अहिले चाहिँ दाल त्यति राम्रो, राजुमाको दाल त्यति मन परी खान पाइन्न क्या। अब मिसाएर त अलिअलि त हुन्छ, तर मन परी खान पाइन्न। अब अरूलाई पनि अब पाहुना पाछा पाहुनालाई पनि ल चाख्नुहोस् भनेर दिन चाहिँ पुग्दिनँ के। अब हामीहरूको के भन्ने, तपाईँहरूको पनि अब सबैको हुन्छ नि त। अब कोही आउनु भयो भने भएको कुराहरू यति बाँडेर खाऊँ भन्ने हुन्छ नि त। अब त्यो चाहिँ नपुग्ने भयो क्या, यस्तो छ। अनि अरू त घरलाई त पुग्ने छ। यहाँ चाहिँ साथीहरू मैले चाहिँ एउटा अनौठो चिज देखेँ कि। यहाँ हेर्नु न, तपाईँहरूलाई देखाउँछु कि मैले। मेवा हेर्नु न के गरी फल्यो मेवा, के खालको यो मेवा हेर्नुहोस् त। देख्नुभयो साथीहरू, त्रिशुल जस्तो छ हेर्नु न। तपाईँले देख्नुभएको छ कि नै? राम्रो छ नि त, त्रिशुल जस्तो मेवा फलेछ। यस्तो मेवा त मैले देखेको थिएन हौ। ओहो त्रिशुल मेवा फल्यो हौ साथीहरू हाम्रो त यहाँ।
मैले त ख्यालै नगरेको बल्ल पो देखेँ यहाँ बोल्दा यहाँ भिडियो गराउँदै बल्लै देखेको कि त्रिशुल मेवा फल्यो साथीहरू हाँडेर शिवजीको त्रिशुल यहाँ मेवा त्यो बोटमा आइछ क्या हाम्रो त आएछ क्या त्यो त्रिशुल मेवा फलेछ साथीहरू अचम्मै भयो मैले यो पाकेर टिप्यो भने यो कुहिएन भने चाहिँ म तपाईँहरूलाई देखाउँछु सेम त्रिशुलको आकारको छ मैले त बल्लै देखेँ होइन साथीहरू मैले चाहिँ तपाईँहरूलाई यो चाहिँ पाकेर देखाउँला भनेको थिएँ आमाले चाहिँ टिप्देऊ भन्नुभयो कि मेवा हेर्नु न यस्तो के फलेको यो यसरी हेर्दा त्रिशुल जस्तो छ है फेरि यहाँ हेर्नुहोस् है यो फलेको मेवा यसरी हेर्दा त्रिशुल जस्तो देखिन्छ कि यस्तो गराउनुपर्छ त्रिशुल जस्तो यसो टाढाबाट हेर्दा त सेम त्रिशुल देखिन्छ कि अहिले नजिकबाट त्यस्तो देखिएन यता देखाउँदैन न यस्तो टाढाबाट त त्रिशुल जस्तो देखिन्छ है फेरि यताबाट फेरि यस्तो फुल जस्तो के फलेको हो यस्तो मेवा म त फर्स्ट टाइम देखेँ यो मेवा त्यस्तो त होइन त होइन अब यो धरतीमा के हुन लागेको के फल्न लागेको मैले चाहिँ अब बुझ्न सकिनँ है यो चाहिँ यो मेवाको यो फेद भयो यस्तो के हो यो के फलेको यो मेवामा एउटै मेवा यस्तो के फलेको अरू मेवा सब राम्रो छ है पनि मेवा पनि अब बुढो भएको जस्तो चम्राक र के मेवा फलेको के भएर यस्तो फलेको मेवा म चाहिँ यहाँ गाउँमा पानी हेर्न हिँड्दैछु आज चाहिँ दिदीले पानी लगाइदिनु भएको छ अरे कुलोमा ठुलै पानी आएछ नि त त्यही भएर अरूले लगाउँदा एकचोटि त पट्याएर मल छरेको मैले अनि फेरि अब फुल्ने बेलामा चाहिँ एकचोटि लगाउनु पर्छ भनेर दिदीले चाहिँ पानी पटाइदिनु भएको छ अरे पानी राखिदिनु भएको छ अरे दिदीको घर पारी छ नि त खेतको छेउमा हाम्रो अमाजु दिदीले चाहिँ पानी लगाइदिनु भएको छ अरे कहाँसम्म पट्यो म चाहिँ हेर्न हिँड्दैछु भने अब गाउँलाई नि पानी चाहियो नि त अहिले साथीहरू यस्तो भयो नि अब यो बेलामा अहिले पानी नआएर मसुरोलाई चाहिँ अलिअलि पानी चाहिएको है मसुरो धनियाँ उतापट्टि धनियाँ छरेको है मसुरो पनि यस्तो भएको छ है पानी नपाएर अब धनियाँ पनि अहिले भएन के अब असन धनियाँ पनि किनेर खाने अवस्था आयो कि यहिले यस्तो हुन्थेन है कहिले पनि भएको थिएन अहिले चाहिँ अब माथि चाहिँ अब मलिलो जग्गामा चाहिँ तोरी छर्यौँ के तेल खाने भन्दै तोरी छर्यौँ अब तलपट्टि अब त्यो मलिलो जग्गा नहुने ठाउँमा चाहिँ के भन्छ धनियाँ छरिदिएको धनियाँ चाहिँ यो ठुलो हुनै सकेन के एकदम जस्तो छरेको यति मात्रै पलाएर अब फुल्न पनि सके छैन ठुलो हुन पनि सके छैन यस्तो गाह्रो भएको छ अहिले कहिले पनि भएको थिएन कि त्यस्तो चाहिँ हाम्रो चाहिँ यति राम्रो हुन्थ्यो धनियाँ पनि मसुरो सब यतादेखि हेर्न सक्नुहुन्छ यस्तो नराम्रो त कहिल्यै भएको थिएन हाम्रो त अहिले त किन होला यस्तो नराम्रो भएको छ अनि यो साइड चाहिँ यति साइड चाहिँ हाम्रो हो कि यो सब देखेको यताको साइड चाहिँ हाम्रो यो साइड चाहिँ अरूहरूको हो कि यो चाहिँ अरूहरूको यहाँ चाहिँ अरू बेला चाहिँ दाल छर्नुहुन्थ्यो है दाल एउटा हुन्थेन के तोरी दाल हुन्थेन अहिले हेर्नु न गहुँ छरेको यति राम्रो भएको छ ओ कल 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 यति राम्रो भएको छ कि यहाँ चाहिँ गहुँ चाहिँ जति हेऱ्यो त्यति राम्रो अरूको चाहिँ मसुरो पनि कति राम्रो भएको छ है हाम्रो चाहिँ अब के भयो अहिले त अब मसुरो किन्ने मसला किन्ने गर्न पर्ला जस्तो छ अब खेती राम्रो भएन अब पानी यो बेलामा पानी आइदिएको भए चाहिँ यस्तो राम्रो हुन्थ्यो कि अब पानी पनि कसरी आउँछ भने अब जब यो पाक्ने बेला हुन्छ नि फल लागेर फुलेर फल लाग्छ नि तब आइदिन्छ अनि सब खेती जति मर्छ के हाम्रो खेती हेर्नु न यहाँ यस्तो छ यो अर्काको हेर्नु त यहाँ पानी पसेको यति राम्रो भएको छ कि पानी पसेको चाहिँ पानी पस्यो भने चाहिँ यति राम्रो हुन्छ हेर्नु कति फरक हुने के धेरै फरक हुने के अब पानी पाएको र नपाएको धेरै फरक हुने के गर्नु पाक्ने मर्छ भनेर सानो छँदाखेरि भर्खर छर्दाखेरि पानी पट्यो भने मर्छ नि त ठिक्क अब यत्रो हुँदा पायो भने चाहिँ राम्रो हुने हो अब त्यो चाहिँ पाएन पानी ठिकै छ अब गाउँ भने राम्रै भएको छ है
गहुँ चाहिँ राम्रो भएको छ। अब एउटा राम्रो एउटा नराम्रो जे भयो नि चित्त बुझाउनु पर्छ साथीहरू। ठिक छ, अब जैसे होगा वैसे के भन्छन् हो त्यस्तै। अब जस्तो हुन्छ जस्तो पर्छ त्यस्तै टर्छ के। अब जस्तो पर्छ त्यस्तै टर्छ। अब जे छ त्यही खाने हो। अब ठिकै छ, भए पनि ठिकै छ, नभए पनि ठिकै छ। मेहनत गरेको छरेको हो। अब खेतमा अब छरेर पनि भएन त अब कसलाई दोष दिने हो र है। अब यस्तो छ, यहाँ चाहिँ पानी आएको रहेनछ उही माथिपट्टि। अब यो फुल्न लाग्छ गहुँ चाहिँ, फल्न लगाएको छ। अब यतिखेर चाहिँ पानी लगाइदिने हो भने बल्ल गहुँ चाहिँ राम्रो हुन्छ गरे के। अब हामीले चाहिँ दोस्रो पटक हो गहुँ छरेको। पहिलो पटक छरेर नि त्यति राम्रो भएन। अहिले चाहिँ दोस्रो पटक छर्दा चाहिँ एकदम राम्रो भएछ गहुँ चाहिँ। अनि अहिले चाहिँ ठिकै छ, दाल बिग्रियो अहिले, ठिकै छ, केही भएन। साथीहरू तपाईँको चाहिँ खेतीपाती कस्तो छ? कसले खेती गर्नुभएको छ कमेन्टमा लेखिदिनु होला। म जस्तै कतिजना खेतमा हिँड्नु भएको छ। अब यस्तै अब खेतमा हिँड्नु पर्छ है। अहिले चाहिँ अब खासै हिँड्नु पर्दैन, किनभने अब हिँड्नु पर्ने खेती चाहिँ लगाएको छैन है। पहिला नाइ त कति खेतमा हिँड्नु पर्थ्यो है। फेरि यस्तो के, अब बाख्रा साख्रा भैँसी पाल्यो भने त जतिखेर नि बासी खेतमा हुन्थ्यो। मैले चाहिँ बाख्रा भैँसी सबै बेचिदिएँ के। अब यसो केही गर्नुपर्छ कि भनेर अब बाख्रा भैँसी हेरेर मात्र भएन भनेर चाहिँ बाख्रा भैँसी बेचिदिएको। खै अब केही गरौँला जस्तो पनि छैन है। गर्छु भनेर अब अगाडि त बढ्यो। अब खै अब घरदेखि बाहिर निस्किन नि पाएको छैन। अब घरमै काम गर्दा गर्दा ठिकै भएको छ। अब बाख्रा भैँसी नबेच्दा नि पाल्दा पनि ठिकै थियो, घरमा काम भ्याइएकै थियो। अब बाख्रा भैँसी नहुँदा नि घरमा काम भ्याइन्न, के काम हुन्छ। अब यस्तै काम निस्के यस्तै छ साथीहरू। अब मान्छेलाई जसो गरे नि सुख नहुँदो रहेछ के। अनि त्यही भएर तपाईँहरू चाहिँ के गर्नु भएको छ, खेतीतिर कतिको हिँड्नु भएको छ कमेन्टमा लेखिदिनु होला। अनि भिडियो कस्तो लाग्छ भिडियो सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला। भिडियोलाई चाहिँ लाइक पनि गरिदिनु होला। अनि कस्तो लाग्छ कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला भन्दै म चाहिँ बिदा हुन्छु। हस् त, बाई बाई।